ओहो के छ जेठो के दाउ खबर के छ कहीं माइला आऊ माइला भित्र बस। नमस्ते नमस्कार सबैजनालाई आउँदै गरेको नयाँ वर्ष 2082 सालको पावन अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनी छरछिमेकी इष्टमित्र राजनीतिज्ञ बुद्धक गुरुवर्ग कलाकार पत्रकार खेलाडी प्रेमी सम्पूर्ण आफन्तजनहरू लगायतका सम्पूर्णमा आउँदै गरेको नयाँ वर्ष 2082 सालले सबैको घर घरमा सुख शान्ति समृद्धिका साथै खुसियाली छाओस् र सबैलाई हाँसो उमङ्गका साथमा नयाँ वर्ष मनाओस्। तपाईहरु सम्पूर्णलाई हाम्रो टिमको तर्फबाट हजुरहरूलाई धेरै धेरै शुभकामना छ। ओ के छ जेठो के दाउ खबर के छ ओहो माइला आऊ माइला भित्र बस। माइला बस और भन माइला और ओहो आई तो इंडिया दे भन्दा माइला आया जेठो इंडिया दे आउन त आया ते इंडिया दे आई भनिकन हामी त भरोसामा एकदम रडी भएका भोलि नयाँ वर्ष भनिकन खुसी भएका पैसा ल्याउला भाइ नयाँ वर्ष कपडा किनौला भनिकन लागिया त तू यो के हालत गरिकन आयो जेठो इंडिया गए भने तल कालापाडा त गए गएर काम दाम गरे अब घर बाहिर नयाँ साल आयो माथि छोराछोरीले केही खाए कि नै अनि तम बौरानी अब त्यही क्यारी त्यो इखना गेलमेलन केही नयाँ साल केही अरिक नै भने तर म इंडिया कालापाडा त ठेगारा न रुपैयाँ ल्याउने वाला रुपैयाँ अभी नहीं है बाद में आ जाना क्या बोलेर त्यो काचुजर त्यो नाना लफडा भएर पूरा त्यही न पागल जबिकन आए क्या दबने जेठौ ओए माइला हामी त सबै घर परिवार आस मानिकन बसेका छौं माइला आउला देशदै कपडा पात सबै रुपैयाँ मानि लिकन आउला भनिकन हामी बसेका छौं माइला देऊ तमी यस्तै हालतमा आयो के आरो भने भोलिको नयाँ वर्ष छ नयाँ वर्ष आयो सबै नयाँ वर्षमा रडी हुँदा सबैले निका टालो लाउनला हामी के आरौँ त माइला के त भने जेठो मैले पनि अब कमाउनै पनि गएको यस्तो होला कामबाट फुच्यो भने अब के आरौँ भने अब भोलिसाल दुई भाइ कहीँ रातै कहीँ गाउँमा जाउँला गइकन कोही दिएलान् कि भोलि नयाँ साल त जरी पनि गेलमेलामा केही माछा काचु गर्न हकिल लाउँ कि हुन त हो माइला हेर यी गाउँडा कोही पताउँदैन र माइला अब के आने भने बिचारा त्यही पनि भुलसाल रातै एक माथि छ त्यही गरेर गयो भने कहीँ दिल्लो सियो कि भुलसाल जाउँला जानु पऱ्यो गएर हातै जाउँला हातै गएर मागेर केही बच्चा बच्ची गेलमेला केही त खुवाउनु पर्छ बरु दुवै भाइ दे अब माइला के आने भने हामी गरिबकन जहाँ गए पनि सुख छैन साल फेरि त सबैजना नयाँ साल आयो अब त साल फेरि भन्दा हामी गरिबा दिन कहिले फेरिनेछन् अब त गरिबा दिन कहिले आउन्न क्या त कुनै जेठो यस्तै दिन बाजिन मान्नु कहिले आउने भने गरिबको जिन्दगी यस्तै त जेठो म सम्पूर्ण दाजुभाइ दिदीबहिनी तथा जुनसुकै ठाउँमा जुनसुकै परिस्थितिमा हुनुहुन्छ जहाँ कहीँ हुनुहुन्छ भने पनि र नयाँ वर्षको फाटो नौलो फाटो जो होला पुरानो धोइदाइकन लाइकन जहाँ भए पनि खुसी भए नयाँ वर्षको र सम्पूर्ण दाजुभाइ दिदीबहिनी इष्टमित्र र सम्पूर्ण आमा बुवा दाजुभाइलाई र बुद्धिजीवी र शिक्षक र पत्रकार सबैलाई नयाँ वर्षको धेरै धेरै मस्तै शुभकामना छ। अब पक्का जेठा नापामा पनि भने ल है पनि दे भोलि अब जेठाले पनि नाना आशीर्वाद दिएला म पनि दिनु है क्या दे शुभकामना भोलि सम्पूर्ण देश तथा विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ समस्त घर परिवार इष्टमित्र आफन्तजन लगायत शुभचिन्तकलाई के आग्रह गर्न चाहन्छु भने भोलिका दिन रक्सी नखाया जस्तो हुन्छ आम्मै गर घोगा रोटो अथवा दाल भात मासु मसला जे पनि होला आम्नै घर खाया आम्नै घर बसे। अब आउँदै गरेको नयाँ साल 2082 को सम्पूर्णलाई धेरै धेरै शुभकामना दिन चाहन्छौँ र साथै यो भिडियो हेरेर लाइक कमेन्ट शेयर पनि गरिदिए भन्न चाहन्छु। धन्यवाद।